हामीलाई चाहिरहेको भएको भएर नै हामी धेरै पहिलेदेखि नै हामी वर्क गरिरहेको थियौँ, कुरा भइरहेको थियो, हाम्रो मिटिङ भइरहेको थियो। तर रिभिल चाहिँ हामीले एक दिन पहिले गर्नुपर्छ है भनेर प्लानिङ गरेको थियौँ, त्यहाँ सुटिङभन्दा एक दिन पहिले, किनकि धेरै मान्छेहरूलाई आबाट आमा सुटिङ हुन्न होला, दसैँमा आउँदैन होला भन्ने भएको थियो नि त। त्यही भएर एउटा सरप्राइज राम्रै होस् भन्नु खोज्यो र हामीले जस्तो क्यारेक्टर चाहेको छ, जस्तो पर्फेक्ट म्याच जुन त्यो रोलको जो मान्छे चाहेको थियो त्यो क्यारेक्टर मल्लिका हामीलाई बेस्ट अप्सन भएको भयो नै हामीले उहाँलाई चुज गरेको। यो आइडिया चाहिँ खास कसको थियो? जस्तै पल्जीले नै मल्लिका होला भन्ने थियो। हामीले मल्लिकालाई फाइनल गरेको एक हप्ता या 10 दिनपछि मात्रै पलले अलिअलि काहीँ सुनेको थियो कि। अनि जस्तै हाम्रो कुमारजी मिडिया कोअर्डिनेटर हुन्छ, उहाँले आज बिहान थाहा पाउनुभयो भर्खर यहाँ आएपछि कि मल्लिका हो भनेर। होइन होला, सुन्नु यही हुन्छ र हाम्रो जति पनि अरू को आर्टिस्ट हुनुहुन्छ फिल्ममा र डिओपीदेखि लिएर राइटर्स कसैलाई थाहा थिएन, सबैले अहिले मिडियामा थाहा पाउनुभयो हो, कसैलाई भने पनि थिएन। त्यही भएर हामीले हिजो पनि गेस्ट द एक्ट्रेस भन्ने पोस्टमा हालेनौँ सरप्राइज होस् भनेर। अनि लिमिटेड 3-4 जना थाहा थियो होला, नभए कसै थाहा थिएन। चन्दन दाइ किन यसरी कुरा लुकाउनु भयो? अस्तिको प्रेसिडेन्टमा त हाम्रो मल्लिकासँग कुरै भएन भन्नुभएको थियो, छैन हुँदैन भन्नुभएको थियो, हामी पनि आश मारिसकेको हो। त्यही भएर आश मारेपछि सरप्राइज आउनुहुन्छ नि त। अब हिजो मैले एउटा पोस्ट हालेर ल भोलि हिरोइन को हुन्छ रिभिलिङ गर्छु भने भए फेरि त्यो आश हुन्थ्यो होला कि ए अझ एउटा हिरोइन बाँकी छ, त्यो हो कि के हो कि भनेर होइन। अनि आशै मरोस् हिरोइन पुग्यो है भनेर हामीले सरप्राइजली, किनकि कुनै एक्टरलाई साइन गरिसकेपछि एज अ लिड एक्ट्रेस साइन गरेपछि ड्रेसको काम हुन्छ, कति धेरै कामहरू हुन्छ, वर्कसप हुन्छ, अनि हाम्रो के अरे स्क्रिप्टमा काम गर्नुपर्ने हुन्छ। त्यही भएर एटलिस्ट कुनै एक्टर साइन गर्दाखेरि 15-20 दिन पहिले साइन गरेको हुन्छ होइन। तर हाम्रो चाहिँ अझ त्योभन्दा पहिलेदेखि कुरा काम सुरु भइहाल्छ। मल्लिकाजीले आबाट आमा हेर्नुभयो? हजुर हेरेँ, अनि एकदमै मन छ। आई थिङ्क सबैजनाले जसले नै हेर्नु भएको छ त्यो एकदमै ब्युटिफुल स्टोरी। हजुर, कस्तो लागेको थियो पल्जीको एक्टिङ या त अरू एक्टर्सहरूको एक्टिङ कस्तो लागेको थियो तपाईँलाई? कतिको रुनु भएको थियो? आई थिङ्क सबैजनाले नै इक्वली एकदमै जस्टिस दिनुभएको थियो आफ्नो क्यारेक्टरलाई। अनि पल्जीको पनि आई थिङ्क त्यो साइड जुन त्यो इमोसनल साइड एकदम मजाले नै एक्सप्लोर भएको थियो मुभीमा। अनि डेफिनेटली एकदम भावुक भयो। ओके, मल्लिकाजीलाई चाहिँ कस्तो भूमिकामा देख्न सक्छौँ हामीले आबाट आमा? सरप्राइज तर डेफिनेटली त्यो यो क्यारेक्टरलाई चाहिँ हामीले एकदमै मेहनत, अनि सुरुमा अलिकति हुन्छ नि म आफै पनि स्पेसली म नै बढी डराएको थिएँ भनौँ न होइन। अनि दाइले पनि होइन तिमीले सक्छौ भनेर त्यहाँबाट हामीले वर्कसपहरू गऱ्यौँ, अनि क्यारेक्टरमा बस्यौँ। अनि सो होपफुली ओके, त्यही त अब यो रिभिल हुने भइरहेको टाइममा चाहिँ हिरोइनहरू रिभिल भइरहेको टाइममा चाहिँ मल्लिकाजीको डिमान्ड एकदम धेरै थियो कि पल्जीसँग चाहिँ मल्लिका नै चाहिन्छ है भनेर ग्रुपदेखि लिएर हरेक हाम्रो इन्टरभ्यूमा मल्लिकै चाहियो भनेर आउनुभएको थियो। आफ्नो डिमान्डलाई लिएर के भन्न चाहन्छ? ओ है म पल्सँग सुहाउँदो रहेछु भन्ने रियलाइज गर्छु होइन तपाईँलाई? होइन त्यो त आई थिङ्क फर्स्ट हाम्रो प्रोजेक्ट फुल गुड्डेबाट नै त्यो मैले पनि फिल गरेँ र सबैजनाले नै फिल गर्नुभएको थियो। अनि जुन त्यो कमेन्ट्सहरू जसरी मेसेजेसहरू आइरहेको थियो आई थिङ्क त्यो देख्दाखेरि चाहिँ फर्स्टमा चाहिँ म आफै पनि हल्का सरप्राइज पनि भएको थियो जस्तो कि लाइक ओहो कति धेरै भनेर। अनि एकदमै कस्तो भन्दाखेरि एकदमै त्यो माया एकदमै नजिकले नै फिल गरेँ, अनि एकदमै ग्रेटफुल छु भन्छु। तपाईँहरूलाई हुन्छ नि पिएम जोडी भनेर कति माया गर्नुहुन्छ होइन, एकदमै दर्शकहरूले रुचाउनुहुन्छ पनि हरेक प्रोजेक्टमा। तपाईँहरूको रिलेसन चाहिँ कस्तो छ? जस्तो तपाईँको पल्जीसँगको रिलेसन कस्तो छ? तपाईँहरू एकदमै सँगै हुँदा टकेटिभवाला साथीहरू हो कि 2 AM फ्रेन्ड हो कि कस्तो टाइपको साथीहरू हो तपाईँ? आई थिङ्क पल्जी र मेरो चाहिँ लाइक नेचर वाइज चाहिँ हामी एकदमै डिफ्रेन्ट छौँ। जस्तो म चाहिँ अब अलिकति कम बोल्ने, क्वाइट बस्ने त्यस्तो टाइपको छु, वेयरएज पल्जी चाहिँ उहाँ चाहिँ एकदमै सबैसँग बोल्नुपर्ने, किनकि लाइक मजाकहरू यस्तो गरिराख्ने, सेटमा पनि त्यस्तो गरिराख्नुहुन्छ। अनि तर हाम्रो एभ्री टाइम हामी कामको लागि भेट्दाखेरि चाहिँ जहिले पनि एकदमै पोजिटिभ कुरा हुन्छ कि लाइक एकदमै एकअर्कालाई अपलिफ्ट गर्ने हुन्छ नि, लाइक तिम्रो यो काम मन परेको थियो ओर यसरी गर यस्तो भनेर। अनि सो आई थिङ्क एउटा एकदमै पोजिटिभ एकदम सपोर्टिभ भनौँ न एउटा साथी भेटाएको छु इन्डस्ट्रीमा। तपाईँमाथि चाहिँ कति उडाउनुहुन्छ उहाँले कुराहरू गरेर? जस्तै फनी हुनुहुन्छ भन्नुभयो होइन, तपाईँलाई चाहिँ कति उडाउनुहुन्छ? यस्तो आई थिङ्क मेरो अब नेचरै म आफै नै रिजर्भ बसिरहेको हुन्छु। सो मलाई चाहिँ त्यसरी
के अरे जोको त्यो पात्र चाहिँ बनाउनु न तर अरूलाई पनि अब उडाउने हुन्छ नि अब यस्तै रमाइलो अलिकति सेटमा हुन्छ नि मोनोटोनियस नहोस् भन्ने चाहिँ गर्दाखेरि फ्रेन्डली बनाउनुहुन्छ कम्फर्टेबल बनाउनु ओके जस्तै कहिलेकाहीँ केही परिहाल्यो भने पल्जीलाई कल गरेर चाहिँ पल्जी यस्तो यस्तो भयो हेर्नु न अलिकति हेल्प चाहिएको थियो भनेर भन्न सक्नुहुन्छ कि सक्नुहुन्न डेफिनेटली जस्तै पारिश्रमिकको कुराहरूमा कति के गरौँ भन्ने कुराहरू त्यस्तोहरू सेयर हुन्छ कि हुँदैन त्यस्तरी चाहिँ हुँदैन जस्तै आबाट आमा अब कति लिने होला भन्ने त्यस्तो कुराहरू सेयर हुन्छ फर्स्ट थिङ त उहाँलाई थाहा नै थिएन होइन उहाँलाई पनि अलिक दिनसम्म हामीले थाहा दिएको थिएनौँ तर त्यस्तो कुराहरू चाहिँ त्यो त आफैले नै त्यस्तो त्यस्तो भन्नुहुन्न पैसा कुराहरू सेयर गर्नुहुन्न अब फाइनली सुटिङमा जाने भयो त है भोलिदेखि हो के छ त प्लानिङहरू अब कसरी आउने के छ यसरी व्यापक रूपमा चर्चा बदलिराख्नु भएको छ होइन यो पछिल्लो समय कसरी हुन्छ अपडेट गरौँ भइरहेको छ यसरी एक्टर रिभिल गरिराख्दाखेरि पनि एउटा चर्चा पाइ नै रहेको छ होइन के छ त अपकमिङ डेजको प्लानिङहरू अब पहिले सुटिङ सकाउँ अनि सुटिङ सकेपछि अब प्रमोसनमा फेरि भेट हुन्छ अब बिचमा अब सायद भेट कम होला अब सिधै हामी अब प्रमोसनको बेलामा योभन्दा बढी भेट्छौँ होला अझैभन्दा म्यासिभ प्रमोसन गर्छ होला हामीले माया दिनु होला साथ दिनु होला तपाईँले त्यही चन्द्रपन्त त एउटा सरप्राइज दिने डिरेक्टरको रूपमा पनि चिनिने हो नि एकदम ह्युज सरप्राइज दिनुभयो त्यो सरप्राइज होइन यो प्लानिङ थियो एउटा हामीले यसरी गर्ने भन्ने कुरा अब धेरै कमेन्टहरू आयो धेरै मान्छेले चाहनुभयो हामीलाई पनि ठिक लाग्यो त्यो कुराहरू होइन अनि सबै कुरा मिल्ने भएर जुर्ने हो फिल्म भन्ने कुरा हामी मैले चाहेर मात्रै मैले मात्र चाहेर हुँदैन यो सबै कुरा मिल्नुपर्छ स्क्रिप्ट वाइजदेखि लिएर डेटको कुरा त्यसपछि गाइडको कुरा सबै मिल्नुपर्छ त्यो एउटा सरप्राइज भन्दा पनि एउटा यो चाहिँ एउटा के भन्छ त्यसलाई ब्युटिफुल गिफ्ट हुनेछ सबैलाई कि एउटा राम्रो प्रोजेक्टमा राम्रो टिमसँग राम्रो कलाकारहरू दसैँमा आउँदैछौँ सबैजना वेट गर्नु होला माया गर्नु होला आबाट आमा दुईको एस्टिमेट सुटिङ चाहिँ के छ प्लानिङ अहिले चाहिँ हाम्रो नेपालमा 25 डेज अनि युकेमा 5 दिन 30 दिन सेड्युल छ तर अब हेरौँ मौसम कस्तो छ कति दिन लाग्छ थाहा छैन हजुर दिनरात निद्रा लाग्दैन होला नि तपाईँलाई त आबाट आमा त्यत्रो व्यापक हिट भयो दुई कसरी राम्रो बनाउने भइरह होला ए होइन त्यस्तो छ अब हामीले यो फिल्म बनाउने प्लानिङ भएको 4-5 महिनापछि 4-5 महिनादेखि नै हामीहरू स्क्रिप्टमा प्रि प्रोडक्सनमा आजसम्म पनि हामी कुरिरहेको छौँ मतलब हामी प्रिमै अलिक स्ट्रङ बन्नुपर्छ है भन्ने प्लानिङ हो त्यही भएर हामी स्ट्रङ भएर जाँदैछौँ निद्रा लाग्नु नलाग्नु त भोलि थाहा होला आजसम्म चाहिँ निद्रा लागिरहेको छ भोलिदेखि चाहिँ अब धेरै निद्रा हराम सबैजनाको कलाकारदेखि लिएर टेक्निसियनको किनकि हाम्रो अहिले पानी परिरहेको भएर काम बढी गर्नुपर्ने छ टाइम कम छ त्यही भएर तर बेस्ट काम आउँछ ढुकाउनुहोस् भन्दा पनि राम्रो फिल्म बनाउँछ हामीले मैले चाहिँ कतिको आशावादी हुनुहुन्छ आबाट आमा दुईबाट एकदम धेरै अनि एकदम एक्साइटेड अलिकति डर पनि लागिरहेको छ तर यहाँ एकदमै आशावादी छ त्यही त मनिकाजीको काम सबैले रुचाउनुहुन्छ तर अझै पनि क्लिक हुन बाँकी जस्तो पनि फिल गरेका छन् क्या अडियन्सहरूले यो फिल्मबाट चाहिँ आफूलाई चाहिँ कतिको प्लस पोइन्ट हुन्छ जस्तो लागेको छ त्यही आई थिङ्क त्यही क्यारेक्टर वाइजको कुराले नै म चाहिँ अलिकति स्टिल अब डेफिनेटली हाम्रो वर्कसप अनि एभ्रिथिङ सबै प्रिपेयर भइसक्यो तर कसो भन्दाखेरि अब एज एन एक्टर चाहिँ कुनै पनि पात्र लिएपछि अब 100% दिउँ जस्टिस दिउँ भन्ने त्यो फर्स्ट प्रायोरिटी हुन्छ नि त सो यो क्यारेक्टर पनि अलिकति मैले गरेको भन्दा थोरै भिन्न भएको कारणले चाहिँ अलिकति त्यो च्यालेन्जिङ नै छ अनि सो एक्साइटेड पनि छु नर्भस पनि छु एभ्रिथिङ ओके जोडी त हिट छ होइन ओके भने पौडी तपाईँलाई कतिको लकी साम जस्तो लाग्छ तपाईँलाई आई थिङ्क हामी दुईजना नै एकअर्कालाई एकदमै लकी छौँ जस्तो लाग्छ लाइक सायद ग्रहहरू पनि मिल्छ होला होइन किनभने एभ्री प्रोजेक्टमा जुनैमा पनि हामी टुगेदर हुँदाखेरि एकदमै पोजिटिभ नै हुन्छ कि इनफ्याक्ट कस्तोसम्म पनि हुन्छ भन्दाखेरि चाहिँ हामी रिसेन्टली पनि एउटा प्रोजेक्ट गर्दाखेरि चाहिँ के भएको थियो भन्दाखेरि त्यसको 2-3 दिन अगाडिदेखि नन स्टप होइन अनि म चाहिँ सोचिरहेको थिएँ ला पानी पऱ्यो भने फेरि हुन्छ नि डे एक्सटेन्ड हुन्छ भनेर सोचिरहेको थिएँ त्यो दिन पानी नै परेन थियो यस्तो क्लियर भएर थियो अनि ठ्याक्क भोलिपल्ट एउटा पानी पऱ्यो कि अनि सो मैले ठ्याक्क त्यो हामीले कुरा पनि गरेको थिएँ कि ल ठ्याक्कै हाम्रो सुटमा चाहिँ पानी परेन सो आई थिङ्क सबै कुराले नै साथ दिइरहेको हुन्छ सो
ओके रिलेसनसिपको रियुमरलाई लिएर चाहिँ के गर्नुहुन्छ पलजीसँग रिलेसनमा हुनुहुन्छ बिहेको फोटोहरू आइदिन्छ गएका होइन थम्बनेलहरू त्यस्तै आइदिन्छ टाइटल त्यस्तै आइदिन्छ कसरी लिनुहुन्छ त्यो कुरालाई अब त्यो त अब आएर धेरै भइसक्यो है त्यस्तो कुराहरू अझै आइदिरहेको आइरहेछ छ। तपाईँहरू हजुर हजुर त्यो चाहिँ अब भनौँ न अडियन्सको माया नै हो भन्छु म होइन अनि अडियन्सको मायामा अब त्यो अलिअलि मसला थप्सिन्छ ओके आएर दुईमै छौँ कोही के